हेलो साथीहरू, तपाईलाई म आज मेरो छोरीलाई जाउलो बनाउँदाखेरि के राखेछु भनेर म देखाउँदैछु है त। मैले कुकरमा थोरै घिउ र ज्वानो मेथी फुराइसकेको छु। त्यसपछि एउटा लसुन, एउटा सानो आलु अनि एउटा सानो टमाटर अनि अलिकति फर्सी काटेर रेडी पारेको छु। त्यसपछि मुङको दाल र चामल अघि नै भिजाइसकेको छु, मैले 1.5-2 घण्टा भयो भिजाएको। त्यसपछि त्यसमा एउटा लसुन राखेँ अनि एउटा सानो आलु मसिनो गरेर काटेको आलु राखेको छु। त्यसपछि एउटा टमाटर राख्छु, सानो टमाटर, अनि त्यसपछि काटेर राखेको फर्सी, मसिनो गरेर काटेको फर्सी यो एड गर्छु अनि त्यसपछि एकछिन चलाउँछु। हेर्नुहोस् है त, एकछिन चलाउँदैछु मैले। अनि यो सबै कुरालाई एकछिन चलाउने, धेरै पर्दैन, मजाले धेरै पाकिन्जेल चलाउनु पर्दैन, एकैछिन मात्रै चलाए पनि हुन्छ। यसलाई चलाएँ अनि त्यसपछि भिजाएर राखेको चामल र दाल हालिदिन्छु। त्यसपछि यसलाई पनि एकछिन चलाउँछु, एकछिन मजाले चलाउने। एकछिन मजाले चलाएपछि यसमा अलिकति बेसार एड गर्छु। नुन चाहिँ मैले खासै दिने गरेको छैन, 1 वर्ष पुगे पनि बेसार मात्रै राख्छु। प्रायः जसो जाउलोमा चाहिँ बेसार मात्रै राखेर बनाउने गरेछु। अनि यसलाई चलाउँछु एकछिन चलाइसकेपछि अनि पानी राखिदिन्छु, 2 कचौरा जति पानी राखिदिन्छु। भिडियोमा चाहिँ 1 कचौरा मात्रै आएछ, तर मैले राख्न चाहिँ 2 कचौरा पानी राखेको। 2 कचौरा राखेपछि चाहिँ मजाले लतक्क पर्छ जाउली। मैले चाहिँ ब्लेन्ड गर्ने गरेको छैन, मजाले 4-5 सिटी लगाइदिन्छु अनि यसपछि खाना दिन्छु। मजाले खान्छन्, छोरीले यही बानी परिरहेछन्। ब्लेन्ड गरेर चाहिँ खासै मैले स्टार्टिङबाट नै खुवाइनँ। मजाले 4-5 सिटी चाहिँ मजाले लगाइदिन्छु। 4-5 सिटी लगाएपछि चाहिँ राम्रो हुन्छ जाउली अनि मजाले खान्छ, अड्किने गर्ने हुँदैन, लतक्क पर्छ। हेर्नुहोस् है त मेरो जाउलो कस्तो बनेको छ। अब मेरो जाउलो रेडी भइसकेछ, अब पाकिसक्यो। अब निकालेर म छोरीलाई खुवाउँछु। मिठो भनेर खान्छन् छोरीले। छोरीलाई चाहिँ खाने बेलामा एउटा चम्चा, एक्स्ट्रा चम्चा चाहिन्छ कि उसलाई। एउटा चम्चा दिएपछि चाहिँ त्यसैमा भुलेर मजाले खान्छ, मिठो भनेर खान्छ। गरिरहेको थियो खानालाई, भोक लाग्यो, सुतेर उठ्ने बित्तिकै त्यही भएर एक टाइम चाहिँ उसलाई जाउलो नै चाहिन्छ। थ्याङ्क यू सो मच साथीहरू फर वाचिङ माई भिडियो।